लागि आन्दोलन गरेको। हामीले सालभरि कमाएर बोनस हामीलाई अब यो दसैँ आइसक्यो, हामीलाई दसैँको मुखमा पनि अहिलेसम्म बोनस हामीलाई दिएको छैन। हामीलाई बोनस चाहिन्छ, हामीलाई 8% 7%ले हामीलाई हुँदैन, हामीलाई 20% बोनस चाहिन्छ। हाम्रो सिक बगान भन्छ, के बगान भन्छ, हाम्रो अहिलेसम्म फ्याक्ट्री बनिएको छैन। अहिले यत्रो पत्ती 160 170 केजी पत्ती एउटा औरतले टिप्छ, त्यत्रो पत्ती हाम्रो वहाँ कहाँ लगेर पेल्नु लान्छ, कहाँ लगेर बेच्छ। हामीलाई यिनै फ्याक्ट्री बनिनुपर्छ। कम्पनीले अगर हाम्रो बगान चलाउनु सक्दैन भने यो कम्पनीले बन्द गरोस्, हामीलाई दरकार छैन। के कसो भन्नुहोस्, हामीलाई फ्याक्ट्री यहाँ चाहिन्छ। यसले खालि रुखको मात्रै टार्गेटमा आउँछ, यो खालि चोरहरू आउँछ, चोर कम्पनी हो। हामीले यत्रो पानी बर्खा घाम पानी नभनी टिपेको, आज दसैँ आइसक्यो, हाम्रो यो के अरे आइतबारदेखि हाम्रो नौराथा चालु हुन्छ। हाम्रो नानी पानीलाई लुगा फाटा किन्नुपर्छ, हाम्रो दसैँको दुर्गा पूजाको कतिवटा सामानहरू किन्नुपर्छ। अहिलेसम्म हामीलाई यो कम्पनीले बोनस दिनु सक्दैन रे। सरकार कहाँ गएको छ, सरकार कहाँ गएको छ? जति बेला भोट हुन्छ त्यति बेला कहिले ममताको दूत आउँछ, कहिले बिजेपीको दूत आउँछ। अहिले हाम्रो दसैँ आइसक्यो, हाम्रो खोइ सरकारहरू। हामीलाई सरकारले अब न्याय गर्नुपर्छ। हामी सरकारको साथ दिन्छ, हामी कम्पनीलाई हामी साथ दिँदैन। हामी सरकारलाई हामी माग्छौँ, अगर सरकारले हामीलाई भोट माग्नु आउँछ, हामीले बिजेपीलाई पनि जिताएको छ, टिएमसीलाई पनि जिताएको छ। हामी अब जे माग्छ हामी सरकारलाई माग्छ। हामीलाई सरकारले हेर्नुपर्छ। हामी सरकारको मान्छे हो, हामी कम्पनीको मान्छे होइन रहेछ। यो चोर कम्पनीहरूलाई हामी हटाउनु पर्छ। यति भन्दै मेरो बात बोनस हो। हामी सालभरि यत्रो हामीले बर्खामा होइन, अब बर्सातमा पनि धुपमा पनि यत्रो काम गरेर हामीले सालभरिमा एउटा खुसी पाउँछ हामीले बोनस। हाम्रो यो पर्वको एउटा खुसी पाउँछ बोनस, त्यो बोनस पनि यिनीहरूले दिनु सक्दैन। हामीलाई अरू के दिएको छ? अरू केही त दिएको छैन, खालि एउटा हाम्रोमा पाउने कुरो बहुत छ, तर केही दिँदैन, सब दबाएर राखेको छ। हामीलाई अहिले दसैँको मुख पुगिसक्यो, अहिलेसम्म हाम्रो बोनस दिँदैन। हाम्रो यही बोनसको लागि चाहिँ यो आन्दोलन हुँदैछ। यो आन्दोलन चाहिँ जारी रहनेछ। यो हाम्रो यो सिक बगान भन्छ, सिक बगानमा हामीलाई भन्छ 60 को एभरेज राख्नु, कति एकजनाले 60 को एभरेजमा कति टिप्नु भन्छ। 60 को एभरेज चाहिँ कुन उयसले भन्दैछ, आधारमा भन्दैछ? सिक बगानमा त 60 को एभरेज त हुँदैन त। हामीलाई पत्ती टिप्दा चाहिँ दबाब छ, एकदम टाइम छैन, खानुको टाइम छैन, आउनुको टाइम एकदम उताले आउँदाखेरि घडी हेर्छ, तर छुट्टीको टाइम छैन। हाम्रो न खानुको टाइम छ, 11:30 बजी छुट्टी हुन्छ, 12 बजी मेलामा जोइन हुनु भन्छ। ओजन गर्दा गर्दै 12 बज्छ, ओजन गर्दा गर्दै 12 बज्छ। कसैले खानु पनि पाउँदैन, तिनीहरू आएर त्यस्तो हामीलाई दबाब गरेर हामीलाई काममा लगाउँछ। गरिरहेको छ त, काम गरेको छैन। हामी सब कुछ जति बेखेर भने त्यतिखेर आएको छ, जस्तो काम गर भने त्यस्तो काम गरिरहेछ। तर पनि तिनीहरूले हामीलाई अहिले दसैँको मुखमा त बोनस चाहिँ किन दिनु खोज्दैन? सबै बगानमा पास भयो, अहिले हाम्रो बगानको चाहिँ किन लफडा चल्दैछ? किन दिनु सक्दैन यो मालिकले? जब बोनस दिनु सक्दैन, बगान बन्द गर, बगान बन्द गर, बगान बन्द गर। केही न केही हुन्छ, हाम्रो रोजगार हामी केही न केही कुछ गरेर छ हामीले, हामी पनि त्यसै मर्दैन। सलास खालि आउँछ रुख काट्नुको लागि, त्यसलाई रुख काट्नु दिएको भए त्यसले बोनस दिन्थ्यो होला, बोनस दिन्थ्यो होला। रुख काट्नु दिएको भए हामीले रुख काट्नु दिएन, त्यही कारणले यसले हामीलाई धम्की दिएको होला, धम्की दिएको होला। तर हामी त्यस्तो धम्कीमा डराउँदैन, हामी डराउँदैन, कोही डराउँदैन। यहाँको कुनै जनता डराउनेवाला छैन। हामीलाई 20% बोनस हुनै पर्छ। हामीलाई साल साल दबाएर लगेको छ। हामीलाई यो पालि 20% बोनस हुनै पर्छ। हामीले पोहोरको साल पनि पहिलेको साल पनि बहुत पत्ती टिपेर दियो, यो पालि पनि जति छ कौटा त्यसको पार भइसकेको छ, पार भइसकेको छ। पत्ती एकदम पार भइसकेको छ, भागेर फ्याँक्दैछ। हामी अरू केही चाहिँदैन, 20% बोनस चाहिन्छ। आज का गेट मीटिंग का उद्देश्य ये रही कि दलमोर चाय बागान में सबसे कम, बहुत कम मात्रा में यहाँ बोनस देवल जाते। और दलमोर बागान जैसा हमारा आयो मन दीदी मन जैसा टाइप से प्लॉटिकल टाइम में पत्ती उठाए ना, तो दलमोर बागान सिंगनिया, गोपालपुर, दलगांव जितना भी बागान हो जो 19% है, वो 19% जो बागान पाए वो बागान से ज़्यादा दलमोर चाय बागान में पत्ती हुए 2022 और 23 में। और दलमोर बागान में एक ठो वर्कर 130 किलो से लेकर 140 किलो 160 किलो तक पत्ते तोड़ है। लेकिन यहाँ मालिक कर दादागिरी, मालिक कर
यहाँ लेबर ऊपर शोषण चलो थे और लेबर मन के यहाँ मारे कर नीति मालिक चलाते ऊपर घोर विरोध हमने करो थी। और हमार दल का संपूर्ण आयो मन हमार दीदी मन जो चाय बागान में काम करो थे उमन कर अधिकार मिले पड़ी, उमन कर भी डिमांड 20% बोनस हो पड़ी। हमने यही डिमांड करो थी कि दलमोर बागान में भी बहुत जल्द से जल्द 20% बोनस दे लागू करना होगा, नहीं तो हमने मन नहीं मानो व्यापक रूप में हमने आंदोलन चला। তোমার নাম? আমি শশী সোনোয়ার। কে বলবে?